हेलो गाइज, कस्तो देखाएको छ गाइज? इन्जिनियर जस्तो देखाएको कि छैन होला गाइज? हाम्रो आज गाइज होइन, कस्तो देखाएको छ त गाइज? सही छ नि? के हो, कुलमान घिसिङ जस्तो देखाएको छ कि छैन गाइज? के हो गाइज, खत्रै देखि क्या गाइज? कुलमान घिसिङ जस्तो देख्छ कि क्या? त्यहाँदेखि पुरै पट्याक पट्याक हान्छ त फेरि, यस्तो हान्छ त फेरि गाइज हार्दाखेरि यहाँ आज टोपी नयाँ होइन, ज्याकेट नयाँ, फेरि यो पनि नयाँ हो नि त फेरि पुच्याक पुच्याक हान्छ नि त फेरि गाई जस्तो फेरि होइन। यो जुत्ने क्या गाइज? यो चाहिँ फेरि आज आएको 5 वर्षपछि कम्पनीले ल्याएर एउटा टोपी, एउटा यो होइन, अनि यो एउटा नयाँ फेरि, यो चाहिँ फेरि खतरा हो नि त फेरि। यो त फेरि पुरै हड्डीको हो नि त फेरि। यो आएको 5 वर्षपछि बल्ल ल्याएको खुसी हो कि के हो होइन? अब खुसियाली नै भनौँ नि त होइन, जाडो महिनामा यस्तो बलियो खालको होइन, हड्डीको बुट लाउनु पाएको छ होइन जाडोमा, खतरा हो नि त। त्यही भएर आज चाहिँ तपाईँहरूलाई होइन देखाएकै हो कि, यो चाहिँ देखाएकै हो कि गाई चाहिँ होइन, देखाएकै हो। फेरि देखायो भन्ला होइन, फेरि बाँदरले के भन्थ्यो, लेम्बालाई दसैँ आए जस्तो हुन्छ नि त फेरि मलाई होइन, लेम्बालाई दसैँ नै आयो कि फेरि। अब जाडोमा जुत्ता किन्न पर्ने भइरहेको थियो होइन, एकै कम्पनी ल्याएर दिएपछि त अब लेम्बालाई दसैँ नै आयो कि आज सङ्क्रान्तिको दिन होइन। टोपी पनि ज्याकेट पनि कस्तो छ गाइज? सही छ नि? दामी छ नि? भन्नु है कस्तो छ? दामी छ भने दामी छ भन्नु, छैन भने जस्तो भयो नि भन्नु होला होइन। गाइज, हो गाइज, कस्तो छ मेरो? कस्तो छ? तर कस्तो ठ्याक्कै नम्बर चाहिँ सोधिरहेको थियो र आएको 5 वर्ष भइसक्यो अहिलेसम्म यस्तो ल्याएकै थिएन होइन, विश्वास चाहिँ लागेको थिएन। तर सोधिरहेको थियो अस्ति नदेखि नै, 10-12 दिनदेखि नै सोधिरहेको थियो कति नम्बरको जुत्ता, कति नम्बर साइज हो भनेर सोधिरहेको थियो होइन गाइज। अनि फेरि हिजो नि फोन गरेर सोधिरहेको थियो मलाई कति नम्बर लाग्छ भन्नु होइन, विश्वासै लागेको थिएन ल्याउँछ होला भने। अब 5 वर्ष भइसक्यो काम गरेको, अहिलेसम्म थाहै थिएन। अब पुरानो मभन्दा नि पुरानो मान्छेहरूले नि अहिलेसम्म खोइ यस्तो थाहै छैन भन्दै थियो तै पनि होइन। अनि हिजो चाहिँ सोधी गरिरहेको थियो, ल नि त ल भन्नु फेरि भनिदिएको ठ्याक्कै ल्याएपछि, किन अहिले फेरि नेम पनि अलिक कडा हुन थालिसक्यो नि त होइन, नेमहरू सबै कडा भयो, त्यही भएर नि चाहिने हुन्छ नि त यस्तो सेफ्टी छैन, काम गर्नेहरूलाई सेफ्टी चाहिँ लाजिम हुनुपर्छ भनेर होला होइन। त्यही भएर ठिक्क जाडो मौसममा जुत्ता लाउन पायो, गर्मीमा त यो कसले लाउने होइन। जाडोमा चाहिँ खत्रै भयो, चिसो बेर खतरा लागिरहेको थियो नि त, किनौ कि भन्नु सोचिरहेको थियो। ठिकै भयो गाइज। ल गाइज, आज मलाई दसैँ लाग्यो गाइज, दसैँ लाग्यो। तपाईँहरूलाई सङ्क्रान्ति लाग्यो होला, मलाई चाहिँ दसैँ लाग्यो है गाइज, दसैँ लाग्यो। लेम्बालाई दसैँ आए जस्तो भयो नि त गाइज, आज रातभरि निन्द्रा नलाग्ने क्या मलाई। के हो गाइज, कस्तो छ त गाइज? ठिक छ नि? ठिक छ नि गाइज? तपाईँहरूलाई देखाएकै हो फेरि, यस्तो नि देखाएको भन्दाखेरि देखाएकै हो नि गाइज होइन। के नि के त देखाउन त पऱ्यो नि त तपाईँहरूलाई। तर यो चाहिँ कस्तो खालको अलिक उल्टो भयो कि त्यस्तै हो, यो चाहिँ अलिक लाउन नआयो क्या गाइज मलाई। ल गाइज,